हेलो गुड मर्निङ गाइज। अनि आज चाहिँ काम के गरियो भन्दाखेरि अस्ति ट्र्याक्टरतिर सुती हिँड्दै बोकिनेको ढुङ्गा चाहिँ आज चाहिँ हामीले यहाँ छाप्ने काम भइरहेछ। आजको काम चाहिँ हाम्रो यति हो। यो सोलिङ गराइ चाहिँ अनि टक्क अब ढुङ्गा यति छ, ढुङ्गाले अलिक नपुग्ला जस्तो छ। अनि के कस्तो छ सोलिङहरू हेर्दै गर्नु होला तपाईँहरूले। अब मसिनी रोडाहरू चाहिँ लाउनु बाँकी छ। अनि यस फर्स्टचोटि हो यो काम गरेको चाहिँ, सिकाउरी होला सायद हामी पनि, साथी पनि, साथीले पनि सिक्यो। नि यहाँ चाहिँ यस्तो छ, अब यहाँ चाहिँ बुझाउनु बाँकी छ अलिकति। अनि कामहरू चाहिँ यसरी चल्दैछ गाइस। अनि आज काम चाहिँ यति भएको छ, समथिङ भोलि जानै सकिन्छ होला। ढुङ्गाले पुग्दैन कि भन्ने लागिरहेछ हामीलाई चाहिँ। अनि त्यस्तै छ, कामहरू त्यसरी चलिरहेछ। एकदम थकित पनि लास्ट थकित भइरहेको छ। के गर्नु, अब आफ्नो गाउँठाउँको बाटो सडक गाडी साडी आउँछ कि भन्ने आशा सहित बाटोहरू यसो निर्माण गरिँदैछ। सोलिङ अलिकति हाल्नुपर्ने थियो, अनि अझै बाँकी छ। अनि यस्तो छ हौ खडेरी गएर कालो सुनहरू पनि अब जाला जस्तो छ खडेरी गएर। अनि त्यही हो, फर्स्टचोटि गरेको कामहरू के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्नु होला। अब हामी त खासै त्यति, मैले चाहिँ फर्स्टचोटि हो, साथीले चाहिँ पहिला पनि लगाएको थियो अरे भन्दै थिएँ। म चाहिँ ढुङ्गा दिने काम अलिअलि गाह्रो हाल्नु ढुङ्गा थाप्ने काम पनि सिक्दैछु। त्यसैले अनि सानो खडेरी गएको छैन हौ अहिले त। अब अनि यस्तो बिजोग भइरहेको छ। अनि अब निकै समय लामो खडेरी जाने भन्ने न्युजतिर पनि आइरहेको थियो। र अब लामै समय खडेरी गयो भने चाहिँ त्यो भएको अलिअलि कालो सुन पनि सुकेर जाला जस्तो छ हौ। यहीँदेखि नै चाहिँ बगान सबै मेरै हो। अनि यस्तै गाइस हेर्नु होला, दुःख छ, समस्या छ भनेर हरेस खानु भएन। हरेक कुराहरू गर्नुपर्छ, सबै कुरा सिक्नुपर्छ, नसिकी केही पनि हुँदैन। अनि त्यसैले बाटोघाटोहरू बनाइँदैछ दिनदिनै। अब हुन त मध्य बर्खा भन्दा नि अब आली बान्जो गर्ने बेला हो अहिलेको समय चाहिँ। तर पनि अब सबैतिर कालो सुन रोपेर हामीलाई चाहिँ छैन धान रोपाइ यसपालि होइन। अब धान रोपाइ चाहिँ सक्यो हाम्रो गाउँठाउँमा चाहिँ। अनि त्यसैले मर्दै पनि छ त्यतिर। अनि अबको 6-7 वर्षमा चाहिँ केही पनि नहोला जस्तो लागिरहेको छ हौ मलाई। धान कोदो मकैहरू हाम्रो ठाउँमा चाहिँ सबै कालो सुन चिलाएर अनि टक्क लाएर यो पुरा देखिने घर चाहिँ हाम्रो जर्नम फाबेन लिम्बू काकाको हो। तर उहाँ चाहिँ यति पार्टीतिर बस्नुहुन्छ, तर बुवा मम्मी बस्नुहुन्छ घरमा चाहिँ। लगायत मेरो चाहिँ कति देखिन्छ गहिरोमा छ। अन्त यस्तै छ मेरो गाउँठाउँ, मेरो गाउँघर यस्तै छ हजुर। के गर्नु, सहरमा जन्म सकिएन, सहरमा ठुलो घरमा बस्न सकिएन। सङ्घर्ष मिहिनेत गर्दै कुनै दिन बस्ने दिन आउला। यस्तै छ गाउँघरको जिन्दगी, गाउँघरको कामहरू। अब किसानी भएपछि हरेक कामहरू गर्न सिक्नुपर्छ र हरेक कामहरू गर्नुपर्छ। त्यसैले कहिले पनि हार खानु हुँदैन र हार मान्नु हुँदैन। उसले सके जति जाने जति काम चाहिँ गरि नै रहनुपर्छ भन्ने आशासहित हामी गर्दैछौँ। अनि यस्तो साह्रो मरेको चाहिँ फेरि यतातिर चाहिँ मडी फालेको हो, अलैँची चाहिँ सर्लक्कै मरेर गएको छ। तर केही छैन, उहाँले हार खानु भएको छैन, अझै पनि सङ्घर्ष मिहिनेत उत्तिकै गरिरहनु भएको छ। एउटा बगान मरेर के भयो त, अर्को बगानदेखि नै निकाल्ने कोसिस गरिरहनु भएको छ। एकदम राम्रो हो, त्यो चाहिँ गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ। बगानहरू मऱ्यो भने हरेस खानु हुँदैन। त्यही हो चाहिँ हाम्रो मडी फागनको हो बिरुवा। हेर्नु होला यस्तो छ। अनि बिरुवा लगाएको एकदम
भाँचेर रोप्नु भएको छ। अनि हेर्नुहोस् उहाँले फिर्के पनि लाउनु भएको छ। अब एकदम कृषिमा चाहिँ उहाँले सबै कुरा बुझिसक्नु भएको छ। र हिजो रोपेको बिरुवालाई पनि जेठ 28 गते भइसक्यो र पनि उहाँले फिर्के हालेर बचाउने कोसिस गरिरहनु भएको छ। यस्तो छ मकैबारीभित्रै फिर्के हाल्दै हुनुहुन्छ। अनि उहाँले चाहिँ 2टा फिर्के लाउनु भएको छ। एउटा यो भयो भने अर्को चाहिँ यसको साथै अलिक पर छ यो। अनि हेर्नु होला अलैँची बचाउने तरिका पानी नपरेपछि यस्तो छ। केही कुरा सिक्नुपर्छ उहाँहरूदेखि पनि, मैले पनि सिक्दैछु यसो गर्नुपर्ने छ। अनि अलैँची रोपाइ चाहिँ कालो सुन भन्छ। अलैँची रोपाइ चाहिँ एकदम फेरि डेन्जर के सुताएर यसरी छ। अनि घामले यति धेरै ढडेको छ र पनि मिलाउनु बाँकी छ। हेर्नु होला थोरै लगाएको अनि एकदम सुकेर मैले पनि फिर्के हालिरहेको छु। जस के हुन्छ कि आशा सायद एकदम यस्तै छ। तलको देखिने हेरेर चाहिँ जनम फाबेनको हो उता, अनि बाबुराम फाबेन हाम्रो तुम्बाको हो। अनि लगायत यो चाहिँ बाँकी देखिएको चाहिँ भएको चाहिँ मेरो फिर्के घुमिरहेको चाहिँ के गर्नु, जेठ 28 गते भइसक्यो। फिर्के चलिरहेको छ अझै पनि। अनि चलाउनु पर्छ। अब मर्छ कि भन्ने आशा सायद यस्तै छ कामहरू। अनि हाम्रो बाजे हुनुहुन्छ माथि गोर्ला घाँस हालेर एकदम गाउँको जेठो पाएको त अभियान चाहिँ यसरी लागिरहेको छ। हेर्नु होला अस्ति दिन रोपेको आज फेरि के यस्तै छ खडेरीको कारणले। अब थोरै छ बाँकी लाउन चाहिँ मेरो।